सुदन गुरुङ जुन गृहमन्त्री थिए र गृहमन्त्रीबाट उनले राजीनामा दिए, जुन अनुसन्धानमा सघाउँछु भनेर राजीनामा दिइसकेको कुरा यहाँहरू सबैलाई थाहा छ, हामी सबैलाई थाहा छ यो विषयवस्तु। तर हामी सबैलाई चाहिँ एउटा मनमा भएको कुरा के हो भने धेरै जसोलाई, म फेरि सबैजनालाई भनेर चाहिँ भन्दैन त्यसरी, तर धेरै जसोलाई चाहिँ सुदन गुरुङ चाहिँ फेरि आयो हुन्थ्यो गृहमन्त्रीमा, उनले क्लिन चिट पाए हुन्थ्यो, उनको छानबिन के भइरहेछ होला भन्ने धेरै कुराहरू, क्युरियोसिटीहरू चाहिँ एउटा तपाईँ हाम्रो मनमा छ। मलाई लाग्छ, मलाई पनि खुज्छ, किनभने फेरि जस्तो एउटा इतिहासमा एउटा यस्तो व्यक्ति सुदन गुरुङ जुन सुरुमा कसैले पनि पत्याएको अवस्था थिएन। किन भन्दा सुरुमा चाहिँ ल सुदन गुरुङले के गर्ला र, अथवा उसले गर्न सक्ला र, उसको चाहिँ स्वभाव त्यस्तो खालको छ, उसलाई यस्तो जिम्मेवारी पदमा चाहिँ नराख्या भयो भने भन्ने खालको कुराहरू पनि चर्चा भएको थियो। तर एउटा फ्याक्ट के हो भन्दाखेरि, मैले पनि एउटा मेरो आफ्नो पर्सेप्सन दिने हो, तपाईँहरूले पनि आफ्नो एउटा पर्सेप्सन दिनुहुन्छ। तर सुदन गुरुङ बाँकै कसैले चाहिँ उनलाई रुचाउने नरुचाउने भनेको यो दुईटा फरक फरक कुरा भए। त्यो आफ्नो आफ्नो एउटा व्यक्तिगत अवधारणा पनि भयो र कसले कसलाई कसरी बुझाएको छ भन्ने कुरा पनि भयो। तर मलाई लाग्छ सुदन गुरुङ चाहिँ पछिल्लो समयमा जुन हामीले थाहा पाएदेखि, हामीले जानेदेखि हामी यहाँसम्म आइपुग्दाखेरि को इतिहासमा जति हामीले गृहमन्त्रीहरू देखियो, तर ती सबै गृहमन्त्रीहरू भन्दा साहसिक र अलिकति देशलाई चाहिँ प्रोटेक्ट गर्न सक्ने खालको एउटा जोस जाँगर भएको गृहमन्त्री जस्तो मलाई पनि लाग्छ है। अब किन त भन्ने कुरा आउँछ फेरि, यहाँ तपाईँलाई सुन्दाखेरि फेरि यो सुदनको पक्षमा किन कुरा गर्यो भन्ने पनि तपाईँलाई लाग्न सक्छ। पहिलो कुरा त यहाँहरूले देख्नु भएको छ, अब कति वर्षदेखि जुन एउटा भ्रष्टाचार गरिरहेको थिए, सुदन गुरुङले जुन आफ्नो टाइम पिरियडमा अथवा सर्ट टाइम नै उनी गृहमन्त्रीमा भए पनि त्यतिन्जेल चाहिँ उनले एकदमै राम्रो काम गरेका हुन्। यसमा चाहिँ कसैले नकार्न मिल्छ जस्तो मलाई लाग्दैन, किनभने अहिलेसम्म जनताले जुन खालको एउटा चाहेका थिए गृहमन्त्री भनेको यस्तो होस्, यो लेभलको होस्, यसरी एक्सन लिन सकोस् भन्ने जुन सबैको मनमा थियो, त्यो चाहिँ मजाले मिट गर्ने भनेको चाहिँ सुदन गुरुङ नै थिए। अब त्यही सिलसिलामा तपाईँ हामी रविकै कुरा गरौँ न। रवि लामिछानेकै कुरा गर्यो भने पनि त रवि लामिछाने पनि त जब जेलमा उनी गइसके पछाडि, अथवा उनीमाथि जुन खालको एउटा अनुसन्धानका कुराहरू भए, जुन एउटा सहकारी संस्थाको अथवा सहकारी रकम दुरुपयोग गरेको विभिन्न खालको आरोप प्रत्यारोप भयो, त्यसपछि त उनलाई झन् लोकप्रियता बढाएको थियो नि त। जब कसैले पनि एउटा राम्रो काम गर्छ भने, अथवा देश र जनताको लागि बुझेर केही काम गर्छ भने जनताहरू उसको लागि हुँदो रहेछ क्या। यो इक्जाम्पल भएको। अब तपाईँ सोच्नु, अहिले कोही पनि नेता बिरामी भएको छ भने तपाईँहरू भेट्न पनि जानुहुन्न, तपाईँ हामी कोही पनि भेट्नसम्म पनि जाँदैनौँ। तर जब एउटा व्यक्तिलाई कुनै आरोप लागिरहेछ, त्यो आरोप पनि कस्तो छ, सङ्गठित अपराध भयो, सम्पत्ति शुद्धिकरणको कुरा भयो, सहकारी रकमको दुरुपयोगको कुराहरू भयो, यो त एकदम एक सेन्सिटिभ कुरा हो नि त। यस्तो भइरहेको अवस्थामा पनि मान्छेहरू चाहिँ जेलको गेटसम्म पुगेर के भन्छन् भने हाम्रो लाल पूर्जा राखी हुन्छ कि के गरेर हुन्छ कि कसो गरेर हुन्छ कि रवि लामिछाने चाहिँ जेलमा बस्नु हुँदैन, उनी चाहिँ सिंहदरबारमा बस्नुपर्छ, त्यो खालको मान्छे भनेर एउटा मान्छेहरूले विश्वास, त्यतिसम्मको चाहिँ एउटा विश्वास जित्नु भने त चान्चुने कुरा पनि त होइन नि। हुन त भनिन्छ फेरि अन्धभक्त भएर पनि यो कुरा गरे भन्ने कुरा हुन्छ। तर हामीले के हो भने हामी कुनै पनि पार्टीको, डिफ्रेन्ट पार्टीको अथवा प्रतिपक्षी पार्टीकै कुनै पनि चिजको भए पनि यसको मतलब यो होइन कि हरेक कुराको चाहिँ कुरा काट्नुपर्छ, हरेक कुरालाई चाहिँ नराम्रो देखाउनुपर्छ, त्यसलाई चाहिँ आलोचना गर्नुपर्छ भन्ने होइन नि त। त्यो चिजमा चाहिँ के गर्नुपर्छ भन्दाखेरि अर्को पार्टीलाई पनि उनीहरूको पार्टीबाट अथवा नेताहरूले जे राम्रो गरेको छ त्यसलाई सपोर्ट गर्न मजाले सक्नुपर्छ। अब त्यसको उदाहरण के हो भने रवि लामिछानेमाथि प्रतिशोध भएको हुँदैन थियो भने अहिले चुनावमा यो खालको माहौल एउटा घन्टीमय बन्ने नै थिएन नि त देश। त्यस्तै गरेर सुदन गुरुङकै सवालमा पनि सुदन गुरुङको चाहिँ चाँडोभन्दा चाँडो सम्पत्ति जुन एउटा छानबिनको कुराहरू छ, यो सकाएर उनी फेरि रिइन्ट्री गर्नुपर्छ जस्तो मलाई लाग्छ। भने सुदन गुरुङलाई पनि त मान्छेहरूले त सोच्ने किसिमले अब धेरै धेरै तरिकाले सोचेको अवस्था त थियो। तर सुदन गुरुङलाई ओभरअल अहिले पनि हेर्दाखेरि पनि मलाई लाग्छ सुदन गुरुङलाई एकदम राम्रो सोच्ने मान्छेहरू, राम्रो सोच्ने जनताहरू चाहिँ एकदमै धेरै छन् जस्तो मलाई लाग्छ। किन भन्दाखेरि अब उनको हुन त फेरि एउटा कुरा के पनि कमेन्टहरू आइरहेको थियो भन्दाखेरि चाहिँ होइन सुदन गुरुङ चाहिँ यो यस्तो यस्तो गरेको रहेछन्, नराम्रो गरेका रहेछन् भन्ने कुरा थियो। अब त्यो राम्रो नराम्रो पार्ट भन्दा पनि हामीले झट्ट हेर्दाखेरि उनले देश डुबाएर राजनीति गरेर कमाएको भ्रष्टाचार गरेर पैसा त होइन। अब बाहिर के गरेका छन् त्यो कुराहरू अब कानुनले पनि त्यसलाई राम्रोसँग एनालाइसिस गर्ला, अनुसन्धान गर्ला होइन। कानुन छँदैछ, कानुनको बाटोमा छोडिदिउँ त्यो कुरालाई चाहिँ। तर यदि चाहिँ उनले क्लिन चिट पाए भने, अथवा क्लिन चिट पाएको सिचुएसनमा चाहिँ सुदन गुरुङ चाहिँ
फेरि एकचोटि गृहमन्त्री बनेको हेर्न चाहने चाहना मेरो पनि छ क्या। किन भन्दाखेरि त्यो खालको एउटा ब्यालेन्समा चाहिँ जुन खालको एउटा जान्छ नि एक्सन, सधैँ त्यो हुन्छ नि, एउटा म्याचुरिटीको कुराहरू भए काम गर्दै जाँदा अपरिपक्व पनि हुन्छ, काम गर्दै जाँदाखेरि चाहिँ धेरै कुराहरू हुन्छ नि त। अब अहिले सुदन गुरुङ छैनन्, सुकुम्बासी बस्तीहरू भत्काइरहेको अवस्था छ। तर सुकुम्बासी बस्ती भत्काइरहँदाखेरि कतिपय 2 जनाको त मृत्यु नै भयो होइन, त्यो डिफ्रेन्ट रिजनले गर्दाखेरि भयो। तर पनि त्यही किसिमले लिँदा पनि त त्यही कुरालाई नि फेरि यो इमेच्युरिटी भयो भनेर भनिन्थ्यो होला होइन, त्यहाँनिर पनि आरोप प्रत्यारोप हुन्थ्यो होला। अहिले त सुदन गुरुङ छैनन् तर पनि एक्सन भइरहेछ, घटनाहरू पनि घटिरहेको छ, नघट्या होइन। त्यही भएको भएर चाहिँ अब सुदन गुरुङले चाहिँ मलाई लाग्छ त्यो सम्पत्ति छानबिनको कुराहरू अथवा यो कुराहरूमा चाहिँ उनले क्लिन चिट पायो भने फेरि उनले चाहिँ चाँडै नै गृहमन्त्री बन्छन् कि जस्तो चाहिँ लाग्छ। अब हेरौँ उनको के छ, उनको चाहिँ एउटा हामीले नदेखेको उनको पृष्ठभूमि कस्तो छ, त्यो पनि अब कानुनले पक्कै पनि एनालाइसिस गर्ला। अब यो त भयो मेरो व्यक्तिगत अवधारणा भयो, मेरो आफ्नो मनमा भएको एउटा व्यक्तिगत अवधारणालाई मैले तपाईँहरूको अगाडि पोखेँ। अब तपाईँहरू भन्नुहोस्, तपाईँहरूको विचारमा चाहिँ सुदन गुरुङ फेरि आयो हुन्थ्यो जस्तो लाग्छ कि लाग्दैन? अथवा सुदन गुरुङ भनेको एउटा योग्य गृहमन्त्री जुन नेपालको सिचुएसनमा चाहिँ त्यस्तै खालको एउटा चाहिँ अलिकति साहसिक टाइपको गृहमन्त्री चाहिन्छ जस्तो तपाईँलाई लाग्छ कि लाग्दैन? के महसुस गर्नुभएको छ? तपाईँहरूले चाहिँ उचित प्रतिक्रिया चाहिँ कमेन्ट गर्न नबिर्सिनु होला है त। हस्, धन्यवाद।